What's up everyone, it's another day and सबैजनालाई नमस्कार मेरो अर्को भिडियोमा सबैलाई स्वागत छ। भिडियोमा क्लिक गरेकोमा धेरै धन्यवाद। भिडियोको अन्तिमसम्म चाहिँ हेर्न नबिर्सिनु होला। कस्तो बिर्सिनु हेर्नु होला। And so today it's another day and आजको दिन पनि म उठे anyways आज बाहिरको मौसम चाहिँ हल्का पानी पर्ला जस्तो मौसम छ। अनि आजको नास्ता चाहिँ दुध र ब्रेड खान पर्ला। दुध ब्रेड एन्ड बिस्किट खान पर्ला। आज चाहिँ बाहिर जाम न, हाम्रो सधैँको रुटिन होइन। बाहिर गएछ यसो कस्तो रहेछ कि बाहिर रहेछ मलाई त। मैले एक्सपेक्ट गरेको भन्दा चाहिँ आज जाडो रहेछ। अच्छा बल परेछ आइसमा। हिजो मैले सुकफललाई चाहिँ ब्यागसित कुकुरसँग दौडेको देखेको थिएँ मैले हिजो राति। साथी हो आज चाहिँ हल्का फुल्का जाडो छ अनि आजको घाम चाहिँ लाएको छैन। यु क्यान सी घाम चाहिँ लाएको छैन। एन्ड द्याट्स ऑल। इट्स अ गुड वेदर। अरू के नै भन्नु र। हिउँ त तपाईँले सधैँ देखिराख्नु भएको के अब हिउँ पगिरहेको छ। किन हियर पानीको आवाज अलिकति। आज चाहिँ जाडो छ। आज आई क्यान फिल इट। आज चाहिँ हल्का ज्याकेट लगाएर जानुपर्छ कि भन्ने सोचिरहेको छु। अब हेरौँ के हुन्छ। किनकि आउँदाखेरि म घर आउँदा चाहिँ हिँडेर आउँछु भन्ने सोचेको क्या। किनकि हल्का एक्सर्साइज हुन्छ अनि थोरै भिडियो पनि बनाउन पाइन्छ। जब यो हिउँहरू पग्लिन्छ नि म यताबाट आउँछु क्या, यस्तो पहाड चढेर। छिटो त के भन्ने कि यो टाइम लास्टमा अझै बेर लाग्छ। तर यहाँबाट चाहिँ आउन यसो हल्का पहाड चढे जस्तो हल्का एनर्जी एक्सर्साइज भनौँ न हाम्रो पेटलाई के होइन। ल त अब चाहिँ भित्र जाऊँ अनि आजको भिडियो सुरु गरिसक्यो के अरे। अनि त्यही हो जाडो भयो कि मलाई कस्तो भन्दाखेरि। अब नास्ता खाने एकछिनपछि अनि एकछिनपछि भेटौँला है त नास्ता खाने बेलामा। किप वाचिङ अन्टिल देन। के कुरा भयो भन्दाखेरि चाहिँ यो ब्रेड मलाई बहुत मन पऱ्यो अहिले। मलाई आज भ्याउँदाखेरि कस्तो मन परिरहेको छ। आई क्यान ब्रिङ इट। म नर्थमार्ट गएर जति ल्याउन सक्छु तर यो चाहिँ हाम्रो स्टोरमा पाइँदैन कि। नर्थमार्टमा हिँडेर जानुपर्छ। अब एउटा ब्रेडको लागि के जाने फेरि नर्थमार्ट भन्ने पनि कुरा भयो। तर म पाएँ भने चान्स पाएँ भने म जान्छु। सो आजको नास्ता भनेको ब्रेड। यो ब्रेड खान मलाई एउटा ब्रेड राख्नु कि भन्ने भएर चाहिँ भइरहेको थियो मलाई चाहिँ। यो भयो अनि त्यसपछि मेरो आज मैले ओट्स चाहिँ छैन यही। one pack of biscuit. You put biscuit and digestive biscuit. त्यति खान्छु। अनि नास्ता चाहिँ मेरो लागि छ। पहिलो फ्रिजमा छ हिजो पकाएको चिकन अनि राइस छ। त्यो आएर मैले अहिले दिउँसो आएर खान्छु। अनि अहिले दुध यो अनि म सायद फलफुल पनि खान्छु होला। अनि नुहाइधुवाइ गर्छु अनि त्यसपछि हामी काममा गइन्छ। एक्साइटिङ, भेरी मच एक्साइटिङ। यहाँसम्म हेर्नुभएको भए चाहिँ लाइक बटन चाहिँ थिच्न नबिर्सिनु होला। राइट एनिवेज एकछिनपछि भेटौँ है त। काममा जानुभन्दा पहिला नुहाएको त के भिडियो गराउने र काममा जानुभन्दा पहिला भेटौँ। साथी हो आज चाहिँ जाडो छ है। तपाईँको ड्रेसअप त्यही नै हो। अब मैले आज पाइन्ट चाहिँ चेन्ज गरेँ। आज पाइन्ट चाहिँ मैले हिजो अस्ति चाहिँ पातलो ट्र्याक लगाएको थिएँ। आज चाहिँ मैले हल्का बाक्लो ट्र्याक लगाएको छु। होपफुली द्याट विल गोना हेल्प। तर त्यस्तो चिसो चाहिँ होइन किनकि काममा जाँदासम्म चाहिँ त्यति चिसो चाहिँ हुँदैन। अलिक त्यो पहाडको एउटा यस्तो ओह्रालो झर्नुपर्छ। त ओह्रालो झर्दाखेरि चाहिँ हल्का जाडो हुन्छ। अरू त ठिकै नै हो, त्यस्तो नट ब्याड। अनि अब चाहिँ यहाँबाट हिँड्दै कामबाट डेली भ्लगै मेरो त्यही भइरहेको छ। अनि अरू केही छैन। पछाडि अघि पनि देखिसकेको यो भ्यू त। मैले मान्छेहरू काम गर्न थालेको देखिरहेको छु क्या। लगभग यो टाइममा 8 देखि 10 को बिचमा सबै अफिस जान्छन् नि। सबै गाडीहरू बाटोमा जाम हुन्छ।
इकालोडमा जाम हुन्छ भनेपछि अब बुझ्नुहोस् अनि लन्च टाइममा ठ्याक्क 12 बजीदेखि 1 बजीसम्म पनि प्याक हुन्छ मैले भिडियो खिच्न मिल्दैछ भने मैले भिडियो खिच्छु अहिले फर्किँदाखेरि त्यो बेला पनि ट्याक्क लन्च टाइममा अनि घर जाने टाइममा अनि काममा जाने टाइममा लगभग 9 to 10 4 to 5 3 to 5 भन्नुपर्छ 3 to 5 अनि त्यसपछि अझ स्कुल बस भयो भने त स्कुल बसमा त ओभरटेक गर्न पनि मिल्दैन नि त अनि झन् घाम त के छ नि वास्तवमा तर एकदम सानो त्यो कौवा हो थाहा मलाई चराहरूको आवाज छ यहाँ थाहा छ चराहरू यहाँ जति पनि -30-40 हुँदा नि चराहरू चाहिँ अझै पनि हुन्छ कि ल है त यसो कलको ढोका हान्नु पऱ्यो अनि मैले आज पानीको बोतल ल्याएन कि म डेली पानीको बोतल लिएर जान्थेँ आज चाहिँ अहिले दिउँसो आइन्छ कि भन्ने कुरा सोचेँ मैले एउटा पानीको बोतल त्यहाँ किनेर राख्नु छ काममा चाहिँ पानीको बोतल किन्छु अनि त्यो पनि पिउँछु ल त एकछिनपछि भेटौँ ल त्यो मैले आज चाहिँ रङ डिसिजन गरेँ जस्तो मैले सेतो जुत्ता लगाएर आएको छु पानी परिरहेको छ अलिक घर जाँदाखेरि हिँडेर जानुपर्छ वाकिङको लागि गाडीसम्म जाऊँ न अहिले पानी पर्छ भन्ने मैले सोचेको थिएँ पानी परेछ काम त लगाइरहेको छ हल्का माथि तर पानी परिरहेको पानी परेछ मेरो ए म घर जाँदैछु नि त त्यो त फेरि आउँछु म सही हो बिग ब्रेन हुन्छ होला बिग ब्रेन ओह मैले लगआउटै गरेन गाडी आउनु छैन क्या छैन रहेछ कहाँ गयो पानी परिरहेको छ कति वर्षपछि पानी परेछ के कति महिनापछि लास्ट टाइम पानी परेको अगस्त सेप्टेम्बरतिर हो क्या है खै कति परेछ मलाई थाहा पनि छैन पानी अनि मेरोबाट चाहिँ नम्बर प्लेट पनि हुन्छ रहेछ मलाई थाहा छैन मेरोबाट के नम्बर प्लेट देखाउने अरू फेरि के गरिरहेछ साथी म त अब गाडीभित्र छिरेको अरे अनि मेरो खाना चाहिँ घरै छ क्या यस्तो यहाँबाट भिडियो गर्नुपर्छ या कस्तो खेमा केही थाहा छैन वास्तवमा कहाँ पुग्यो ल आउँदैछ ल है त एकछिनपछि भेटौँ ल वाट्सएप साथी म घर आइसकेँ मेरो घर आएपछि मैले के गर्छु होला नास्ता खाने बेला भयो नास्ता होइन खाना लन्च टाइम हो मेरो यो चाहिँ मैले मेरो हिजो चिकन थियो मैले 2 मिनट चाहिँ माइक्रोवेभमा हालिदिइसकेँ अब मैले चिकन खान्छु एकछिनमा चिकन एन्ड राइस द्याट्स माई फुड बाहिर पानी परिरहेछ अबले काममा जाँदाखेरि चाहिँ म जुत्ता चेन्ज गर्छु भनेर सोचेर आज कति बजी आज 20 मिनट आज अलि ढिलो आयो क्या झ्यापझुप खाएर चाहिँ निक्लिहाल्नुपर्छ हामी निक्लिनु चाहिँ अनि त्यही हो म चाहिँ अब खाना खाँदैछु खाना देखाऊँ हिजो राति जे खाँदै त्यही हो क्या 26 मिनट सरी 24 मिनट 24 सेकेन्ड नट मिनट एन्ड यस्तो घर पनि सफा गर्नुपर्छ आज चाहिँ मैले स्पेसल कुरा खाँदैछु आज मैले भेज खानुपर्छ कि भन्ने सोचेर आज तर अन्डा पनि पकाउँछु होला अहिले साँझ अनि कस्तो मेरो कस्तो कालो आयो क्या धन्नु मेरो फोन खसेन कि मेरो हातबाट ल साथी हो त्यस्तै हो मेरो नास्ता भयो म नास्ता खान्छु नास्ता देखाऊँ ल You want to see it? Okay. See ya. What's up साथी हो म चाहिँ काममै छु आज युजली आज 7 बजे खास घर जानुपर्ने 6 बजे घर जानुपर्ने हो तर म अझै पनि काममै छु अनि अरू के भन्नु मलाई चाहिँ हैन यो ठाउँमा चाहिँ भिडियो गर्न चाहिँ बहुत मजा लाग्छ क्या राम्रो आउँछ कि म वास्तवमा लाइट मुखमा पार्दाखेरि हो क्या यस्तो केही पनि अब चाहिँ एकछिनमा घर जाने अब
अब 15 मिनट चाहिँ गर्दा नि आज चाहिँ हामीसँग आज पानी परेछ बाहिर तर पानी परेको कारणले गर्दाखेरि पनि के मतलब त भएन आज म हिँडेर जान्छु हिँडेर जाँदैन आज गाडी जाने हो अनि यहाँसम्म हेर्नुभएको चाहिँ धेरै धेरै धन्यवाद लाइक सब्सक्राइब र कमेन्ट चाहिँ हान्न चाहिँ कहिले नबिर्सिनु होला सधैँ हानिरहनु अनि सर यो अनि म अहिले चाहिँ काममा छु होइन यो अत्ने भयो यो फेक ह्यान्डसम देखाउन भन्दा रियल ह्यान्डसम देखाउनुहोस् अति ल है त एकछिनपछि भेटौँला अब म घर जान्छु घर गएपछि आज खाना पकाउनु छ आज मैले खाना के खान्छु भन्दाखेरि अहिले थाहा छ दाल भात तरकारी आज मिठो बनाएर खान्छु मैले किप वाचिङ अन्टिल द एन्ड मैले खाना के पकाउँछु भनेर तपाईँलाई क्वेसन होला ब्लगमा हेर्नु होला I don't know what I'm doing. एउटा फुच्चीले गरेर चाहिँ कस्तो व्हाट्सअप साथी हो मैले चाहिँ खाना पकाएर भ्याएँ आज मैले मेरो मिसन के थियो दाल पकाउने दाल पकाएँ मैले दामी देखेँ नि किनकि मैले दामी पकाउँछु कि I'm telling you one thing I cook really good मलाई त्यसै सोच्छ अनि यसमा के छ भन्दाखेरि चाहिँ ब्रोकली अनि अनियन होइन कि अनियन हाल्न बिर्सेँ मैले निकाल्नु त निकालेको थिएँ मैले हाल्न बिर्सेछु अनियन होइन के अरे मसरुम गार्लिक द्याट्स अल अनि आज मैले अन्डा पकाउँछु भनेर सोचिरहेको थिएँ तर मैले के सोचेँ भन्दाखेरि मलाई दाल भात ब्रोकली एकदम भेजिटेबल खान्छु भने आज सोचेको मेरो पुरा गोल तर आज थाहा छ आज एक्साइटिङ के छ भन्दाखेरि चाहिँ डार्क बाहिर जाउँ every day is उज्यालो right every day look at this today पानी पऱ्यो do you believe it पानी परेछ बाहिर पानी लगभग 8 महिनापछि पानी परेको डार्क फाइनली डार्क इन द इकालोवेट कति पछि यस्तो अँध्यारो बताछ देखेछ अँध्यारोपनलाई वेलकम गरौँ तर उज्यालो देखेँ त हिउँको हल्का लाइट परेर तर चाहिँ दामी देखेछ आज दामी देखेन आज अँध्यारो देखेछ So finally dark in Iqaluit. Your power there again. म त क्यामेरामा त अझै नराम्रो देखेछ होला कस्तो देखेँ है त्यो पनि थाहा छैन ल अब घर जानु पऱ्यो मेरो घर जानु पऱ्यो मेरो घर जान्छु फेरि मैले के आगोमा पसलको त थिएन नि के पसल थिएन बाहिरको यस्तो भिउ हेर्नु न यस्तो राम्रो छ नि धेरै के देखायो नि यही ठाउँ हो एउटै पहाड मैले कति हजारचोटि देखाइसकेँ त्यही पनि हेर्नुहोस् यही हो अँध्यारो भयो आज फाइनल्ली धेरै दिनपछि यस्तो अँध्यारो भयो किन भन्दाखेरि पानी परेको कारणले गर्दाखेरि ल अब हिजोको भिडियोमा देख्नुभएको थियो यही समयमा कति उज्यालो थियो आज यही समयमा कस्तो अँध्यारो छ आज मस्त निन्द्रा लाग्छ यही अँध्यारोको कारणले गर्दाखेरि सधैँ आँखा चिम्म 3 बजे आँखा खोलेर यस्तो गरेर सुत्नु पर्छ कि म टाउकोमा टोपी लाएर यस्तो मुख तल गर्थेँ कि अति भयो भनेर ल अब यति नै हो आजलाई त अब कन्टेन्ट भनेको अब सुत्न गएको के कन्टेन्ट गराउने हो र वास्तवमा भन्दाखेरि चाहिँ आजलाई यति नै किप वाचिङ अन्टिल द एन्ड अहिले पछि मैले भिडियो गर्न पाएँ भने मैले गराउँछु नत्रलाई आजलाई यति नै थ्याङ्क्स फर वाचिङ अन्टिल द एन्ड यो भिडियोमा हेरेकोमा धेरै धेरै धन्यवाद यो भिडियोमा हेरेपछि तपाईँलाई भगवान्को आशीर्वाद छ ल एनिवेज थ्याङ्क यू किप वाचिङ अन्टिल द एन्ड भ्याइसक्यो भिडियो अर्को भिडियो हेर्नु अर्को भिडियो